नमस्ते। यस डुप्चेश्वर खबर हेरेर बसिरहनु हुने महानुभाव आम तमाम दाजुभाइ दिदीबहिनी आम जति पनि विदेशमा देश विदेशमा छरेर बस्नुहुने आमा बुवा दाजुभाइलाई सबैलाई नमस्कार फेरि पनि मैले गरी यस डुप्चेश्वर खबरले छुट्टै परिकल्पना गरेको भन्दा छुट्टै खबर हजुरहरूको माझ लिएर आउने नै छु र लिएर आउँछौँ पनि। डुप्चेश्वर खबरले के कति काम गर्छ, के गर्छ, कसो गर्छ, गाउँ समाज टोल छिमेक उकाली ओराली भन्याङ चौतारी डुप्चेश्वर खबरले जहाँ जहाँ पुग्छ नि त्यहाँको निष्पक्ष ढङ्गमा ताजा खबर लिएर डुप्चेश्वर खबर उपस्थित हुन्छ। आज म यसै गरी नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर 5 मा आइपुगेको छु। यही वडा नम्बर 5 मा आउँदै गर्ने क्रममा म वडा नम्बर 5 मा यस वडाको जनप्रतिनिधि हुनुहुन्छ वडा सदस्य भैरवी तामाङ। हजुरलाई नमस्कार। नमस्कार। अनि के छ हजुरको हाल खबर? राम्रै छ, ठिकै छ। ठिकै छ। अनि के कसरी आजको दिनहरू बिताइरहनु भएको छ? ठिकै भएन हो। बितिहाल्छ। अनि समाजसेवी अब वडा सदस्य, हजुर त वडा सदस्य भइसकेपछि समाजसेवी कतिको देश विकासको लागि आफ्नो गाउँ आफ्नै ठाउँ बनाऊ भनेर यो अभियानमा कतिको जुट्नु भएको छ? यसमा अगाडि त बढेको छु, अलिअलि त गरेको पनि छु, बन्दै पनि छ। हो। 4 वर्ष के कति कामहरू भइरहेको छ आज 4 वर्ष, यो 4 वर्ष भित्रमा? जुन सोचे जस्तो त भएन, ठिकै। के कारणले भएन त? अब कतिपय कुरा म पछाडि, हजुर होइन, कतिपय पछाडि अब आफू पछाडि भएपछि त जान पर्यो, माग्न पर्यो, त्यो नभएको हुनाले। के यहाँको जनताको तपाईँलाई कतिको साथ छ, कतिको साथ सपोर्ट कतिको छ? सबै छ, साथ सपोर्ट सबैले हेल्प गरिदिनु भएको छ, हो। वडाबाट पालिकाबाट, होइन। वडा अध्यक्षज्यूले के भन्नुहुन्छ, के कति काम गर्नु भएको छ आजसम्म? गर्नुभएको छ उहाँले हरेक कुरामा सोधेर कहाँ के गर्ने, योजना काम कहाँ हाल्ने, कसरी हाल्ने। आजसम्म यो 4 वर्षभित्रमा के योजना आयो यो गाउँमा? यो गाउँमा बाटो आयो, पानी आयो, मन्दिर आयो, हजुर, महिलाको आयो। तपाईँको कार्यकालभित्र बनेको हो कि तपाईँको कार्यकालभन्दा अगाडि बनेको हो यो बाटो, मन्दिर, धारा, पानीको यो सिर्जनाहरू चाहिँ? यो मेरो कार्यकालमै बनेको। हजुरको कार्यकालमै हो। ठिक छ, म हजुरसँग केही पछि कुरा गरौँला। म हजुरलाई नमस्कार गरेँ। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम रणबहादुर तामाङ। हजुर, हजुर यही गाउँको? म यही गाउँको। अनि के छ हजुरको हाल खबर? मेरो के हुनु, म रोपो गोड्ने, बारी खन्ने, अब कोदो रोप्ने, अब यस्तै छ। कोदो रोप्ने। अब यहाँ वडा सदस्यज्यूले त भन्नुभयो गाउँ विकासको टोल सुधारको एकदम राम्रो सुधारेर आएको छ, राम्रो भयो भन्नुभएको छ। के छ वडा अध्यक्षले के गरेको छ, गाउँपालिका अध्यक्षले कस्तो काम गरेको छ, गाउँपालिका अध्यक्षले आर्थिक वर्ष बजेट के छ, यो साउनमा के छ, अघिल्लो साउनमा के छ, कस्तो छ, अब यो ठाउँ यो गाउँको लागि विकास निर्माण काम कति राम्रो भइरहेको छ, तीव्र गतिमा? ठिकै छ, त्यति गरे पनि भन्न मिल्दैन, नगरे पनि भन्न मिल्दैन। हजुर हजुर हजुर। अब पोहोर साउनमा यो गर्यो, हजुर, यो ढलान गर्यो। हजुर, यसपालिको के भन्छ उसमा त्यहाँदेखि उता त्यहाँसम्म ढलान गर्यो। हजुर। अब यो गाउँको लागि है। हजुर। अब भनौँ न यो वडाको लागि यो साबिक कति नम्बर वडा हो? यो 5 नम्बर वडा हो। पहिलाको साबिक? पहिलाको 7 हो, अहिलेको चाहिँ 5 नम्बर। अहिले चाहिँ 5। हजुर। अनि त्यसै गरी अब वडा अध्यक्षले गाउँपालिकाको अध्यक्षले गर्ने कामहरूमा जति पनि गर्ने कामहरू छ नि वडा अध्यक्षले वडा सदस्य हुनुहुन्छ उहाँहरूले गरेको काममा हजुर कतिको खुसी छ कि? म खुसी नै छु। अब नराम्रो काम गर्नु भएको छैन। हजुर हजुर। राम्रै काम गर्नु भएको छ। हजुर। यो 4 वर्षको अन्तरालमा अब त्यति नराम्रो छैन। हजुर। होइन, अब बजेट भन्ने अब चाहिँ के भन्छ, अब अलि तान्न सक्ने अलि धेरै तान्ने होला, अब नसक्ने यस्तै भयो। यस्तो छ अब उहाँ जनप्रतिनिधि हुँदै गर्ने क्रममा चाहिँ उहाँको साथ सपोर्ट लागेर जाने मान्छे उहाँले सरसल्लाह दिने कुराहरू चाहिँ कस्तो कुरा जुटिरहेको छ? राम्रै जुटिएको छ, नराम्रो छैन। नराम्रो छैन है। के लाग्छ अबको दिनहरू पनि कार्यक्रमहरू यस्तै राम्रो हुन्छ जस्तो लाग्छ हजुरलाई? अब उहाँहरूको अवधि अब लगभग 1 वर्ष बाँकी छ होइन। अब 1 वर्ष भनौँ न 4 वर्ष अन्तरालमा राम्रोसँग काम गर्नु भयो। 1 वर्ष नराम्रो काम त गर्ला जस्तो त मलाई लाग्दैन। हजुर हजुर। अबको दिनहरूमा सफल कार्यहरू राम्रो होस् भन्ने हजुरहरूको चाहना मेरो त्यही हो हैन त? अनि अब तपाईँलाई एउटा मैले प्रश्न सोध्दै गर्ने क्रममा उहाँ जनप्रतिनिधि हुँदै गर्ने क्रममा
तपाईँले उहाँले भन्दा त तपाईँले मैले केही अनुभव गरेँ म आफैले पनि। हजुर त भनौँ न केही वर्ष अगाडि 2054 सालदेखि नै राजनीतिमा अलिकति पुग्ता हुनुहुँदो रहेछ मैले यसो कुरा सुन्दाखेरि के छ? म 54बाट होइन, म खास राजनीतिमा उपस्थिति भएको 56 सालबाट हो। 56 सालबाट हजुर, है? म पहिला 55 मा म के भन्छ पेन्सन पाकेर निस्क्यो। हजुर के भुगु? म पुग्नु हजुर हजुर होइन, अनि 56बाट चाहिँ अब गाउँमा 55मा पल्टनबाट निस्केर आइयो। हजुर भनौँ न 55 आउँदाखेरिमा 56 चुनाव थियो हजुर है। हजुर अनि त्यसपछि ल अब गाउँ पुरै एमाले थियो त्यतिखेर। ए त्यो बेलामा होइन? एमाले थियो, ल एमालेमा आबद्ध हुनुपर्छ भन्ने कुरा गऱ्यो। अब आफूलाई राजनीति र पनि थाहा थिएन त्यतिखेर हजुर होइन, जता लाग्नु त हो भन्ने कुरा भयो। अब भनौँ 56 सालबाट म नेकपा एमालेमा, आजसम्म नि एमालेमा? म अहिलेसम्म एमालेमै छु। ठिक छ, आजसम्म एमाले। तपाईँ यहाँबाट तपाईँ आज पनि एमाले, हिजो पनि एमाले। एमाले चाहिँ यहाँ अब जस्तै पालिका, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्रबाट के कति कामहरू विकास निर्माणको लागि के कति काम भएको छ दाजु? हाम्रो यो तारकेश्वरमा हजुर 74मा अब 2 सरकार आयो। अब हाम्रो चाहिँ के भन्छ, यो बाटो जुन अहिले पिच भएको छ नि, हजुर यो पिच भएको चाहिँ कसरी भन्नला भने, अब 2 एमालेको सरकार आइसकेपछि पहिला कटिङ गर्यो हामीले। हजुर कटिङ गर्यो, पहिला 50 लाखको कटिङ गऱ्यौँ। हजुर अनि त्यसपछि यो बरडाँडसम्म कटिङ पुग्दाखेरि हाम्रो पैसा सकियो। हजुर अनि त्यसपछि 76मा आएर फेरि 40 लाखको योजना पार्यो। योजना पारिसकेपछि बरडाँडाबाट 3 धारसम्म हजुर हामीले कटिङ गऱ्यौँ। हजुर अनि त्यसपछि हिरनाथ खतेवडा माओवादीको यहाँ प्रदेशको प्रतिनिधि भएर जानुभएको थियो, विजय भएर जानुभएको थियो। हजुर उहाँले के भन्नुभएको थियो भने, तपाईँहरूलाई अब यो पिचको लागि अब रातो किताब बहुवर्षीय हामी पारिदिन्छौँ भन्ने कुरा गर्नुभएको थियो उहाँले। हजुर अनि त्यो बहुवर्षीय चाहिँ कहाँ पारिदिनु भयो भने उहाँले देउराली पठाइदिनु भयो। ए देउराली पठाइदिनु। अब हामीलाई चाहिँ के भन्छ, चिल्लो बनाइदियो। अनि त्यसपछि हाम्रो वडा अध्यक्ष चुडामणि प्रसाद गजरेलजी एमालेबाटै हुनुहुन्थ्यो। अनि त्यसपछि हामीहरू गएको थियो त्यो दिन बजेट पारित गर्ने दिन जिल्लामा। अनि त्यहाँबाट उहाँ निस्किनु भयो। निस्किसकेपछि अनि त्यहाँबाट हामीले उहाँलाई समात्यो, के हो त यो, तपाईँ एउटा प्रतिनिधि भएको मान्छेले अब हामीले चाहिँ झुट बोल्ने भन्ने कुरा, अब हामीले चाहिँ कुरा समात्यो। प्रदेश 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 भन्नुभयो। हजुर अनि त्यहाँबाट भोलिपल्ट प्रदेश गयौँ। प्रदेश जाँदाखेरिमा यो चन्दनी दाङसिङको चाहिँ के भन्छ, तारुका दाङसिङको शीर्षक काटेर हजुर सेराचौर मानडाँडा शीर्षक चेन्ज गरेर हामीले यसरी बजेट पार्यौँ। अब कति पो पर्ला, 1-2 करोड हालेर 1 किलोमिटर 2 किलोमिटर होला भन्ठानेको थिएँ। अनि त्यतिखेर हाम्रो केशव पाण्डे मुख्यमन्त्री हुनुहुन्थ्यो है। उहाँले चाहिँ अब यो जति पनि काम भयो केशव पाण्डेको पाल्नु। हजुर। अनि त्यो भइसकेपछि 34 करोड रुपियाँ, पहिला 24 करोड पार्नु भएको थियो। 25-10 करोड प्लस भएर 34 करोडको पिच। अब ठेकेदार अलिकति चोर भएर चाहिँ अलिकति बाँकी छ, 1 किलोमिटर लगभग बाँकी छ होइन। यो 81को असारमा, जेठमा सुरुवात गरेर असारको 15 कि 16 गते चाहिँ के भन्छ, पानी बर्सात भयो। बर्सात भइसकेपछि पिच अब गर्न नहुने भयो भनेर त्यो खोला भने अलि माथिसम्म गरियो। अनि त्यसपछि के भन्छ, फर्केर जानुभएको। 82मा हुनुपर्ने भएन, 83मा चाहिँ गर्ने भनेर चाहिँ सबै कुरो रेडी गरेका थियो। पेलेर भनौँ डिडिसिटी पेलेर अब मात्रै कालो मात्रै हाल्नु बाँकी थियो। उहाँले के गर्नु हो भने, यहाँ ढुङ्गा झिकेछ हाम्रो यहाँ तल, हामीसँग सूचना नदिकन खोलामा बाहुनहरू लत्ता मुद्दा हाल्दैछ। अनि त्यो ठेकेदार सर्लका भाग्यो। अब त्यो पिच त्यतिकै रोकिरहेको छ। अब केही समय केही वर्षपछि हुन्छ। बजेट त सकिया छैन र उसले यो जुन काम गरेको बजेट पनि लगभग
3 भागमा 1 भाग मात्रै फेल पारिएको छ, 2 भाग त अझ उसले लिनै बाँकी छ। ठिक छ। अब कति कुराहरू हुनुपर्ने कुराहरू बाँकी छ, हुँदै पनि छ, केही कुराहरू हुने क्रममा पनि जारी नै छ, होइन त? हजुर। ठिक छ। अब यसै गरी कुरा गर्दै जाँदा तपाईँको एमालेकै कार्यपालमा भएको भन्ने कुरा भयो। अब नेपाली काङ्ग्रेस कतिपय कुराहरू मान्छेले त सुनाउँछ, होइन यो त नेपाली काङ्ग्रेसको पालमा भएको रे नि भन्ने कुराहरू सुन्छ, हल्ला चाहिँ। यस्तो तपाईँको जुन कार्यकाल नेकपा एमालेको पालामा भइयो, हजुर, पछि भनौँ नेपाली काङ्ग्रेस विजय भएर आउनुभयो यो 79मा। हजुर, आइसकेपछि अब जुन सुरुवात गरेको कामहरू चाहिँ बाँकी कामहरू उहाँले चाहिँ के भन्छ पुरा गर्दै जानुभएको छ। सम्बन्ध गर्यो। सम्बन्ध गरेर पुरा गर्दै जानुभएको छ, त्यही हो मैले। ठिक छ। अब जसले गरे नि गाउँठाउँमा जस्तै तारकेश्वर नगरपालिका गाउँपालिकामा चाहिँ तारकेश्वर गाउँपालिकाभित्र चाहिँ जसरी पनि विकास निर्माणको काम जुनै पार्टी आयो जोसुकै आए पनि काम राम्रो हुनु पर्यो। त्यही हो, काम राम्रो हुनु पर्यो। हामीलाई को कहाँ के भन्ने कुरा पार्टीको सरकार छ, पार्टीको सरकार छ। अब जुन पार्टी आए पनि गाउँ विकासमा कम्पलसरी के हुनु पर्यो, बजेट पारिदिनु पर्यो र गाउँ समिति मिलेर के भन्छ विकास निर्माणको काम चाहिँ राम्रो हुनु राम्रो हुनु पर्यो। त्यही छ। ल ठिक छ। अनि अब तपाईँलाई फेरि पनि मैले जोडिहालेँ। अब विकास निर्माणको काम उहाँसँग पनि केही भलाकुसारी भयो। अब हजुरले अबको भोलिको दिनहरूमा चाहिँ के गर्ने, कसो गर्ने, यो गाउँलाई के कसरी अगाडि बढाउने भन्ने कुरो छ तपाईँ? अब यो गाउँलाई लगभग अरू त अब सबै कुरा भयो, यही एउटा ढलानको चाहिँ टुङ्ग्याउने योजना छ मेरो। हजुर, यो पुरा अब यहाँबाट त गरियो, हजुर, पुरा त गर्नु पर्यो। हजुर, एउटा योजना छ। अरू अब भनेको बजेट अब के कति हुन्छ। ठिक छ। अब यसो गर्नुहोस्, अब अहिलेको बजेटले यो टुङ्ग्याउने योजना छ, सम्भव के छ कसो छ अझ बुझ्नै बाँकी छ। अहिले त यो साउन आर्थिक वर्ष लागेपछि त नयाँ बजेट छ, नयाँ बजेट छ। नयाँ बजेट हाम्रो आग्रह छ उहाँलाई, यस गाउँपालिकाको अध्यक्षलाई पनि हाम्रो यस डुप्चेश्वर खबरबाट नै उहाँले हेरेर हो रहेछ यस्तो रहेछ, जति पनि यो गाउँपालिकामा कति काम भइरहेछ, यो गाउँपालिकामा कतिवटा वडा छ? हाम्रो 6वटा वडामा तीव्र गतिले एकदम राम्रो कार्यगतिले राम्रो काम भइरहेछ। अब भोलिको दिनहरू पनि राम्रो काम होस्, होइन त? भोलिको दिनमा पनि राम्रो काम होस्। अझै बाँकी भएको कुरो, अब तपाईँ त वडा सदस्य हुनुहुन्छ, वडा सदस्यले बोलेको कुराहरू पनि पुगोस्, होइन? तपाईँले बोलेको कुराहरू पनि पुगोस्। यति भोलि जति पनि काम गर्ने क्रममा छ नि, कुनै जनताले बोलेको कुराहरू यहाँनिर यो गर्नु पर्यो भन्दाखेरि हुन्छ र म राम्रो गर्छु, गरिरहेकै छु, म तपाईँहरूको लागि गर्ने छु, मेरो वचन भयो, मेरो वचनको पक्का भयो भन्ने तपाईँको त्यसमा के छ भन्नुहोस्? मनसाय छ गर्नु सक्नुहुन्छ? गरिरहेको छु अहिलेसम्म चाहिँ। अब यो भयो भनेर चाहिँ अहिलेसम्म मलाई अगाडि आएर त भन्नुभएको छैन, होइन? मैले अब यो गरौँ त्यो गरौँ भनेर समाजले गाउँले होइन दिदीबहिनीले भन्दाखेरि म ओके जान्छु, होइन भनेको छु। मैले पालिकामा नि उठाएको छु, वडामा नि उठाएको छु, होइन? के छ वडा अध्यक्षले हजुरले भनेको आजसम्म मान्नु भएको छैन? मानिरहनु भएको छ। मानिरहेको छ गाउँपालिका अध्यक्ष? गाउँपालिका अध्यक्ष वडा अध्यक्षले हरेक कुरामा ठिक छ, धेरै थोरै होइन, हेरिदिउँला गरौँला गरिरहन्छु भनेर गरिरहनु भएको छ। उहाँले केहीको कमी राख्नु भएको छैन। यसपालिको वर्षमा के छ? यसपालिको वर्षमा अब राम्रै छ। म अस्ति बिमारी भएर म जान सकिनँ, नजान सकिया हुनाले मलाई यसमा चाहिँ अलिकति असमर्थ छु है, जानकारी भएको छैन। अब यो कुरा चाहिँ बुझेर अनि हजुरलाई खबर गरौँला। अब तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी है, शिव अधिकारी उहाँ हाम्रो अध्यक्षज्यूले नि हेरिदिनु होला डुप्चेश्वर खबरलाई। जति पनि तपाईँको कार्यपालिकामा 6वटा वडामा नै के कति के पुगेको छैन, आम नेपाली जनतालाई हजुरको गाउँपालिकाभित्र जति पनि बस्नुहुने जनताहरूलाई राम्रोसँग चित्त बुझाएर राम्रो काम गरिदिनु होला, हाम्रो पनि आग्रह छ। म यति भन्दै यस डुप्चेश्वर खबरबाट अब ओझेल पर्न चाहन्छु। हस्त नमस्ते। हस्त नमस्ते।